हे गाइस यो त जानु अरे खेत जानु अरे हाम्रो चाहिँ खेत जानु अरे ओ माय गॉड यहाँ चाहिँ सर्प हुन सक्छ कि खेतमा लाग्यो त बन्द गर्ने गाइस बन्द गरेको थियो हामी चाहिँ राति राति हिँड्दैछौँ यहाँनिर चाहिँ हतारो ओ माय गॉड हेर्नु हाम्रो हाम्रो अनुहार चाहिँ जे जस्तो छ त्यो सबै रियल देखिरहेछ कस्तो देखिएको होला क्यामेरामा केही देखिएको छैन घना जङ्गलहरू कहाँ आइस्तो हामी यहाँ हेर्न सक्छ यहाँ देखिन्छ होला यो भनेको चाहिँ केको जङ्गल हो भने नि लु न हेरौँ हौ गाई रात परिसक्यो गाडी परबाट गाडी आउँदैछ यहाँनिर रुबी केही देखिँदैन हाम्रो चाहिँ गर्नु पर्यो ये लड़की पागल है और हम नहीं गाइस मैं चाहिँ बाबाको चप्पल लगाएर आएको छु यो केटीले चाहिँ मेरो चप्पल चोरेर आइ केही देखिँदैन यहाँ मैले क्यामेरा आफूमा गरेँ भने गाइस यहाँनिर यति धेरै कुकुर छ यहाँ बाटोमै डर लाग्छ यो केटीलाई चाहिँ एकदम डर लाग्छ कुकुरदेखि डर लाग्नेलाई के भन्छ साइनोफोबिक पर्सन यो चाहिँ अहिले इसिया भन्दो रहेछ लोकसेवा पढ्दैछ होइन एकदम जान्ने छ क्या यो के छ होइन मकै परिसक्छ राम्रै देखेको होला सोचिरहेको छु हिरोइन जस्तो किनकि यो अब अनर्थ भन्न खोजेको भगवान्ले चाहिँ हामीलाई अनर्थ भयो भन्न खोजेको मेरो मुटु बाहिर निस्क्यो गाइस ओ माय गॉड मेरो हर्टबिट ट्याकिकार्डियाबाट चाहिँ अब फेरि म ब्राडिकार्डीमा आइसकेँ यो केटीलाई मैले कचोटि भन्नु पर जा भनेर यहाँ नालीमा छिर भनेको यहाँ नालीमा छिर्न सक्दिनँ सजा त ए यो कुकुरले के भन्छ आधा क्या हो राम्रो देखेको भाइ माफ गर्दै दूर हो जा भाइ साँच्चीकै नजिक आउँदैछ खेदा न जति डरा खेदाउ के बाँधिदिएको छ आँखा हेर न बुई डेन्जर देख्यो गाइस यो कुकुरलाई हेरेर चाहिँ एकदमै डर लाग्छ यसको अनुहारै हेर्दा डर लाग्दैछ गाइस हामी चाहिँ गर्नु भयो बाहिर निस्केको त होइन लाइन गएर निस्केको तर लाइन फेरि आइसक्यो यसलाई चाहिँ यो चाहिँ घर बाहिरै बस्ने गर्छ यसको घर चाहिँ कता छ थाहा छैन तर हामी आफ्नो घरमा पनि राख्न चाहँदैन जाने चाहिँ रुख्छ त्यहाँ चाहिँ बस्नु अरे फोटो खिच्यो अरे ऊ जे पाए टङ्की बाज